साथीहरू आज जान्छ एभर्टन घुम्न जाँदैछौँ होइन यहाँ कति धेरै मान्छे है अब एभर्टनमा कता घुम्छौँ होइन धेरै छ घुम्ने ठाउँ नभएर देखाउँदै गर्छु हो कुद्दा कुद्दा होइन यो ट्रेन पर्खिन आयो अब चाहिँ बाई बाई गाइज हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ साथीहरू होइन आइपुग्यौँ अनि ट्रेनबाट भर्खर निस्किँदैछौँ अब चाहिँ यहाँबाट फेरि बसमा चाहिँ 5 मिनट जति जानुपर्ने हुन्छ 5 मिनट जति होइन आकृति बसमा 5 मिनट जति बसमा गएपछि चाहिँ हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ ननी सनग्लास लाएर हाम्रो दुईजना ठिटीहरू उहाँ नेपालबाट हुनुहुन्छ नेपाली ड्रेसमा उहाँ भियतनामबाट हुनुहुन्छ वेस्टर्न भियतनामी ड्रेसमा हाम्रो नेपाली ठिटी यहाँनिर प्योर नेपाली ड्रेस म चाहिँ फेरि यो पाकिस्तानी ड्रेस जस्तो छ मेरो चाहिँ होइन कालो गाइजहरू अब फेरि बस चढेर जानु पऱ्यो होइन त्यो बस चढ्ने मान्छेको चाहिँ लाइन फेरि थोरै रहने रहेछ साथीहरू ओ माइ गॉड यो बस चाहिँ होइन साथीहरू फ्रीवाला बस यो फ्रीमा चढेर जाने हो होइन एभरल्यान्डसम्म यस्तो हुन्छ सुविधा फ्रीमा चढ्ने हो यो चाहिँ फाइनली हामी आइपुगेको छौँ एभरल्यान्ड यति राम्रो राम्रो फुलहरू होइन यहाँनिर चाहिँ प्रवेश गर्ने बित्तिकै होइन फुलले नै स्वागत गरेको थियो है यस्तो राम्रो सजाएको हेर्नु न साथीहरू कति मजाले क्या यो फुल अनि यहाँनिर चाहिँ नेपालको त्यो घन्टाघर जस्तै एउटा रहेछ होइन घडी छ यसमा चाहिँ माथि त्यहाँनिर माथि घडी छ अनि मलाई चाहिँ घन्टाघरको याद आयो त्यस्तै के होला यहाँको होइन मलाई त थाहा चाहिँ भएन अब भनिदिने मान्छे पनि हुँदैन के हो कसो भनेर अनि यो फुलहरू यस्तो मजाले यहाँ सजाएको देखेर चाहिँ मलाई भिडियो खिच्न मन लागेर खिचेँ तर यहाँ चाहिँ म्युजिक बजिरहेको थियो होइन यो एभरल्यान्डभरि नै है के को हो साउन्ड त्यो गीत पनि होइन कस्तो खालको साउन्ड बजेर चाहिँ मलाई भिडियो बनाउन यस्तो डिस्टर्ब गरिरहेको थियो नि साथीहरू यो चाहिँ साँच्चै के होला क्या यसको नाम चाहिँ केही छ होला है मलाई थाहा नभएको हो तर कस्तो जान्न मन लाग्यो क्या यो के होला अब नेपालमा त घन्टाघर भन्छ है त्यस्तै केही होला अब हामीलाई त थाहा छैन र पनि रमाइलो गऱ्यौँ हेऱ्यौँ है इन्जोय गऱ्यौँ फुलहरू चाहिँ साह्रै दामी हो क्या अब यो घर फेरि यस्तो राम्रो थियो नि साथीहरू होइन काठबाट बनाएको कस्तो राम्रो डिजाइन वा साह्रै मन पर्यो मलाई त कहाँ यहाँ त कोरियामै छुइनँ जस्तै फिल भएको क्या अरू नै कुनै ठाउँको घरहरू जस्तो अनि कोरियाहरूमा त यस्तो हुँदैन नि त अनि यहाँ चाहिँ कति मजाले बनाएको यो काठको है वा त्यो कार्टुनहरूमा हेरेको जस्तै क्या त्यो मुमिनहरू जस्तो सानोमा हेर्दाखेरि यस्तै खालको हुन्थ्यो यो फेरि कस्तो राम्रो हो यहाँ हामीले एउटा फोटो पनि खिचेको छौँ अनि दामी रहेछ वाउ 아니 워킹 서파리 저희 끝났고요. 저희 봄이랑 사과랑 호랑이. यिनीहरू चाहिँ गेम खेल्न लागेछन् गाइजहरू होइन यस्तो डरलाग्दो छ गेम अनि यहाँ लाइन बस्नुपर्ने अरे लाइन बस्नुपर्ने रहेछ त अनि जाँदैछन् दुइटा चाहिँ म चाहिँ नखेल्ने हो माथि त्यहाँ माथि छ नि त्यसमा त्यो गाडी कुद्छ पुरै त्यसमा माथि र तल गर्छ होइन अनि म त रिङ्गटा चल्छ सक्दिनँ म त भनेर नखेल्ने भनिरहेको छु त्यही दुइटा केटीहरू चाहिँ कहाँ पुग्यो भने थाहा छैन यिनीहरू के धेरै मान्छे छ लाइन कहिले सिध्याएर यिनीहरू जान्छन् होला आकृति र लिननी चाहिँ यहाँ गेम खेल्नका लागि लाइन बसिरहेछन् होइन मलाई चाहिँ एकदम डर लाग्छ नि त त्यही भएर मैले चाहिँ खेलिनँ हेर्नु न यहाँ कस्तो यो वर्ल्डकै होइन तेस्रो डेन्जरस गेममा पर्छ अरे क्या यो अनि यिनीहरूले चाहिँ खेले
म चाहिँ भयो डर लाग्छ बाबा सक्दिनँ भनेर म चाहिँ अर्कै ठाउँमा फुलबारीतिर जाने विचार गरिरहेको छु साथीहरू। अब यिनीहरूलाई चाहिँ यहीँ छोडेर म चाहिँ एक्लै घुम्न जाँदैछु। म चाहिँ बा छिटै आउँछन् कि भनेर होइन यहाँ एकछिन आइसक्रिम खाँदै तिनीहरूलाई पर्खेर बसेको, तर एकदमै धेरै टाइम लाग्ने रहेछ। अनि म चाहिँ यो आइसक्रिम खाइसकेर आफै घुम्नतिर गएँ साथीहरू। यस्तो चिच्याइरहेछन् यहाँ मान्छे डरले साथीहरू। म भएको भए चाहिँ यसमा चाहिँ रिङ्गटा चलेर मलाई चाहिँ भमिटै आउँथ्यो होला जस्तो लाग्यो साथीहरू। त्यही भएर मैले चाहिँ आर्ट गर्न सकिनँ होइन। यो चाहिँ वर्ल्डकै तेस्रो डेन्जरसमा पर्छ अरे क्या। अनि केटीहरू चाहिँ के गर्दैछन् थाहा छैन है मलाई। आकृतिलाई त डर लाग्दैन मलाई थाहा छ होइन, त्यो पहिला पनि गेम खेल्न गएको त्योसँग। त्यसले त एकदमै नडराउने मान्छे। अब लिन अन्नीको चाहिँ के छ हालत थाहा भएन। खोलामा कति हरियो पानी हेर्नु न साथीहरू, सफा अनि कति धेरै हरियो क्या, कति धेरै सफा है। त्यो नेपालमा पनि पहाडतिर चाहिँ यस्तै सफा हुन्छ होइन। त्यहाँ पछाडि हेर्नु न फुल क्या दामी क्या त्यो भित्तामा, कस्तो राम्रो लाग्यो। अनि मैले यहाँ पनि एउटा भिडियो बनाएँ, साह्रै राम्रो क्या त्यो भित्ताको फुल चाहिँ। वाउ, म चाहिँ यहाँ फुल भएको ठाउँतिर आइपुगेँ है एक्लै, उनीहरूलाई त्यहीँ छोडिदिएर। अनि यति राम्रो फुल कति मजाले सजाएको क्या फुल त। वाउ, खासमा चाहिँ सबै त्यो टुलिप फुलहरू छ होइन, बगैँचा छ। अनि अहिले चाहिँ त्यही फुलको सिजन हो। अनि यही फुल हेर्नको लागि यति धेरै मान्छे, घाम कस्तो धेरै थियो होइन, र पनि कति धेरै मान्छे। अनि फुल हेरेर त यति आनन्द आउने नि, यस्तो मजाले फुलेको। यो घामले गर्दा हल्का ओइलिँदै पनि थियो फुल चाहिँ, तर थरीथरीको है रङ्गी फुलै फुल कति यही ठाउँमा बसेर फुल हेर्दै जस्तो भइरहेको थियो मलाई त, कति सुन्दर हो। तर यो घामले गर्दा चाहिँ लास्टै नमजा भइरहेको थियो है। घाम पनि त्यो दिन चाहिँ यति धेरै लागेको, अरू दिन त शीतल थियो। यो घुम्न जाने दिनै यति धेरै घाम लागेको होइन नि। फुलहरू हेर्नु न साथीहरू, कति राम्रो क्या, कति राम्रो। वाउ, सपना जस्तो लागिरहेछ क्या मलाई त यो फुलहरू देखेर नि, सपनामा देखेको जस्तो। यो फुलै फुल बारी बनाएर पनि कति धेरै पर्यटकहरू तानेको हो क्या। यो कोरियाले जानेको हो, मान्छे पैसा कमाउन चाहिँ जानेकै हो ल। यस्तो है फुल रोपेर अनि यति धेरै पर्यटक तानेको छ नि। आमामामा है, कोरियनहरू नै कति धेरै छ यहाँ घुम्न आउनेहरू त। अहिले चाहिँ घाम धेरै भएर होला, बेलुकातिर त झन् कति धेरै मान्छे भएको क्या, खुट्टा हाल्ने ठाउँ थिएन यहाँ त। घाम नभएको भए त झन्। पानीको हेर्नु त यहाँ क्या दामी रहेछ है। फुलमा फोटो खिच्दा म त हैरानै भएँ। क्या दामी वाउ 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 वाउ, गाइजहरू दामी छैन त। गर्मी भएर पौडी खेल्नु जस्तो भयो मलाई त त्यो पानी देख्दाखेरि त। दामी दामी दामी। यता चाहिँ फेरि रोज यताबाट फुलिसकेर रहेछ, रोज फुल्ने बेलै भएको छैन जस्तो सब रोज रहेछ है यहाँ चाहिँ। रोज ल्याब अरे हो भएर देखेर चाहिँ रोज ल्याब सबै यहाँ भएको जति रोज यो फुल त दामी हुने रहेछ हो। यो गुलाब फुलिसक्दाखेरि त यहाँ त खतरा हुने रहेछ। तर अहिले चाहिँ फुलेको रहेन रहेछ साथीहरू, अहिले बेला भएको छैन यसको सिजन। सबै गुलाब मात्र रहेछ, रोज दामी। रोज चाहिँ भर्खर आइपुगेर होइन। अनि अब फेरि यो फुलबारीमा यिनीहरूको चटक हुन्छ एकछिन। यहाँनिर चाहिँ फेरि प्रोग्राम चलिरहेको रहेछ होइन। यहाँनिर चाहिँ जोकरहरू देखाइरहेको रहेछ, सर्कसको जोकर हुन्छ नि त्यस्तै के बनाएर। अनि यिनीहरूको यो डान्सहरू के थियो, एकछिन हेऱ्यौँ होइन। तर मलाई चाहिँ झ्याउ लाग्यो, यहाँ चाहिँ बस्दै घामले गर्दा यस्तो झ्याउ लागेन हेर्नु न। हेर्न चाहिँ रमाइलो भइरहेको थियो, तर के हो कुरै नबुझ्ने क्या। साउन्ड पनि खै के खालको साउन्ड थियो, गीत पनि होइन। के गरेको बच्चाबच्चीलाई चाहिँ रमाइलो हुँदो रहेछ। बच्चाबच्ची केटाकेटीहरू चाहिँ एकदम रमाएर हेरिरहेको थिएँ। केबल कार चढ्दैछु भन्छ साथीहरू अहिले। अब यो चाहिँ हामी केबल कारबाट चाहिँ सरर माथि जाँदैछौँ होइन। अनि
यति मजा भयो। फर्स्ट टाइम चढेको यो केबल कार पनि सरर गइरहेको छ। नेपालमा पनि छन त छ, तर नेपालमा पनि चढ्न त पाएको थिएन केबल कार। कोरियामै आएपछि चढ्यौँ। अब यो केबल कारबाट चढेर चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा त्यो पानीको पुरै सलल्ल बगेर जाने ठाउँमा जाने भनेर चाहिँ हामी केबल कार चढेर जाँदैछौँ। त्यो ठाउँ एकदम राम्रो छ साथीहरू, एकदमै मजा पनि भएको थियो। इन्डसम्म हेर्नु है मेरो ब्लग चाहिँ, त्यो ठाउँमा हेर्नको लागि इन्डसम्म हेर्नुपर्छ। केबल कारमा चराको गुड चरा बसिरहेछ है, कति राम्रो गुफा जस्तै छिर्ने ठाउँ रहेछ। फुल जस्तै फुल छ, झरना रहेछ त्यहाँ। सबै नेचुरल होइन बनाएको हो, बनाउनु चाहिँ कस्तो राम्रो। वाउ शीतल भयो यहाँ आएपछि। हेर्दै नहेरिकन यो चरा हेरौँ न कति राम्रो पानीको चरा। झरना गुफा हेरौँ है साथीहरू, गुफा गुफा होइन यो साँच्चीकै हो कि बनाएको हो कि के हो? गुफाभित्र छिर्यौँ हामी अब। आकृति यो नेचुरल हो कि बनाएको हो? त्यो गुफाहरू बनाएको जस्तो छ है, नेचुरल त होइन। त्यो पानीमा हेर्नु कस्तो मजा। यसको नाम त के को हो? खै के हो थाहै छैन। टाइगर छ अरे साथीहरू होइन, साँच्चीको बाघ छ अरे। अब हेरौँ न त, रियल छ अरे यहाँ चाहिँ। झरना यो सिसाबाट कस्तो मजाले बनाएको हौ। रहेछ साथीहरू, साँच्चीको बाघ है, कस्तो राम्रो गर्दै बसिरहेछ। वाउ हेर्नु त साथीहरू त्यो दामी। दामी 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 दामी। हेर्नु न, आफ्नो आमालाई पनि घुमाउन ल्याउनु भएको रहेछ। यहाँनिर लुङ्गी र यो लुगा लगाएको देखेर हामी चाहिँ चिनिहाल्यौँ। बिचरा है, आफ्नो छोराछोरी ल्याएको होला, कति खुसी भएर। अब यो चाहिँ पानीको गेम हो होइन, यहाँ चाहिँ बसेर त्यो पानीबाट सलल यो बगेर जान्छ होइन, एकदमै रमाइलो हुन्छ भन्ने सुनेको थिएँ मैले। अनि यहाँ चाहिँ मलाई नि आउनु मन लागिरहेको थियो। अनि लास्ट टाइम हामी चाहिँ यहाँ आइपुग्यौँ। अब के कस्तो हुन्छ साथी, तर लास्टै भिज 때 किन नटासेको त नि? किन नटासेको? 재밌죠? 그러니까. 좋았어? तपाईँकै भनेर 신발에 यो अब यहाँ आउँछ अब यहाँ आउँछ। 여기 봐.
역시 내가 까는 아니다. BJ나루 गरेको होइन आज भिजेर लिन अनि र म अनि भयो सबै भिजेर यहाँ सुकाउनु पर्छ होइन ड्राई लुगा सुकाएर चाहिँ हामी चाहिँ ए मजा भयो तर यति मजा भयो यस्तोमा आएको त्यहाँबाट मजा भयो बिच बिचमा भिजाउँदो रहेछ भिजाउन चाहिँ लुगा सुकाउने छ सबजना सुकाइरहेछन् लुगा घरिघरि चाहिँ यस्तो उफ्रेर अनुहारभरि जिउभरि पानी आउने बना ठाउँ त्यस्तो बना हुँदो रहेछ है तर शीतल एकदम रमाइलो हुँदो रहेछ रमाइलो चाहिँ साथीहरू हामी पनि यस्तरी नै आयौँ एकदम मजा भयो केटीहरू कहाँ पुगिसके अब मेरो चाहिँ मोबाइलको ब्याट्री पनि सकिसक्यो साथीहरू अब यो केबल कार जस्तो छ होइन यसमा चढेर माथि जाँदैछ हामी साथीहरू अनि यसमा चाहिँ 2 जना मात्रै बस्नु पाउने रहेछ अनि आकृतिहरू चाहिँ माथिकोमा गइरहेछन् त्यो माथिकोमा 2 आकृति र लिन अन्नी चाहिँ अनि म चाहिँ यहाँ एक्लै छु बिस्तारै जाँदो रहेछ यो चाहिँ रमाइलो हुँदो रहेछ यताबाट माथिबाट झर्ने मान्छेहरू पनि यस्तै झर्दैछ यो के हो यसको नाम त थाहा भएन मलाई केबल कार पनि होइन केबल कार त अर्कै थियो त अर्कै ठाउँमा होइन यो चाहिँ खै के हो थाहा छैन यो आउने जाने गर्ने नै हो मान्छेलाई हुन चाहिँ त्यो ढिलो हिँडेको क्या फेरि यस्तो ढिलो हिँडिरहेछ रमाइलो भइरहेको छ साथीहरू अब ब्याट्री पनि सक्यो मोबाइलको होइन मेरो भ्लग चाहिँ अब यस्तै भयो अनि अब भ्लग इन्ड गर्छु म होइन अरूतिर पनि जान्छु मलाई जान त अब ब्याट्री भयो भने चाहिँ ब्याट्रीले साथी हुन्छ म खिच्छु अहिले चाहिँ हामी नास्ता गर्नको लागि भनेर आएको यो रेस्टुरेन्ट चाहिँ मेक्सीको रहेछ अनि नेपालमा पनि सुरुमै सर्भिस गर्दैछ नयाँ टेस्ट लिँदैछौँ हामी चाहिँ यो सोफोकी गाईको मासुवाला आयो अनि यो हाम्रो चिकनवाला आयो अर्को पनि अर्डर गऱ्यो होइन आकृति हाम्रो खानेकुराहरू चाहिँ आइसकेको छ नेपाली स्वादमा मिल्ने खालको रहेछ है हाम्रो चाहिँ मोबाइलको ब्याट्री पनि सकिसक्यो मेरो भ्लग कस्तो भयो हेर्नु होला सब्सक्राइब गर्नु होला मेरो च्यानल गाइजहरू बाई बाई